र प्रभुलाई महिमा भएको होस्। आजको सञ्चालन गर्ने हाम्रा प्रिय हाम्रो रमिज्यूलाई धन्यवाद यो समय दिनुभयो र अहिले वचनको निम्ति प्रार्थना गर्नुभयो। अनि यो समय वचन बोल्नको निम्ति मलाई समय दिनुहुने हाम्रा आदरणीय पास्टरज्यूलाई धन्यवाद दिन्छु। अनि यो हप्ता निरन्तर रूपमा तपाईँले यो हप्ताको निम्ति प्रार्थना गर्नुभएको लागि प्रभुलाई धन्यवाद। जतिजनाले रमाएर यो हप्ताको लागि प्रार्थना गर्नुभयो सबैजनालाई प्रभुले आशिष दिनुभएको होस्। र आज हामीले वचन हेर्नेछौँ। अनि वचनको शीर्षक हामीले देख्यौँ मानव जातिको पतन र परमेश्वरको क्रोध। रोमी 1:18 देखि 32 सम्म छ। अनि त्यो भन्दा वचनमा जानुभन्दा पहिला पनि हामीले चाहिँ यो वर्षको थिम हाम्रो आदरणीय पाठक दाजुले राख्नु भएको छ, परमेश्वर हामीतर्फ हुनुहुन्छ भन्ने। परमेश्वर हामीतर्फ हुनुहुन्छ। परमेश्वर हामीतर्फ मात्रै हुनुहुन्न, तर उहाँले हामीलाई प्रेम पनि गर्नुहुन्छ, माया पनि गर्नुहुन्छ, वास्ता पनि गर्नुहुन्छ। त्यसको साथसाथै हामीलाई छडी पनि लगाउनुहुन्छ र हामीलाई चाहिँ दण्ड पनि दिनुहुन्छ र चेतावनी पनि दिनुहुन्छ। आमेन। किनकि परमेश्वरले हामीलाई हरेक कुराहरूबाट, यी सबै कुराहरूबाट चाहिँ बुझिनको निम्ति, जानुको निम्ति हामीलाई चाहिँ अगुवाई परमेश्वरले चाहिँ अद्भुत तरिकाले गर्नुहुन्छ है। अब यो मानव जातिको पतन र परमेश्वरको क्रोध किन थियो त है? किनकि परमेश्वरले त मानवलाई बनाउनु भयो, पतन किन चाहिँ मानिस हुनु पर्यो त है? परमेश्वरले किन चाहिँ स्वर्गबाट चाहिँ किन क्रोधित भएर चाहिँ त्यो क्रोधको उसमा चाहिँ किन जानुभयो त परमेश्वर हैन? त्यस विषयमा आज हामीले छलफल गर्नेछौँ। यो रोमीको पुस्तक चाहिँ कहिले लेखियो त भन्दै गर्दाखेरि रोमीको पुस्तक 56-58 को 20 मा एडीमा चाहिँ यो पत्र लेखियो। अनि यो पत्र कहाँबाट लेख्नु भयो त पावलले भन्दै गर्दाखेरि कोरिन्थको सहरबाट चाहिँ यो पत्र लेख्नु भएको हो। अनि यो पत्र लेखेर चाहिँ रोममा कहिले पठाउनु भयो भन्दै गर्दाखेरि 55 ईस्वी सम्वतमा चाहिँ लेखेर चाहिँ रोममा पठाउनु भएको कुरा हामीले देख्न सक्छौँ। अनि त्यति मात्रै होइन, अब यो पत्र लेख्दै गर्दाखेरि पावल येशू ख्रीष्टका 12 जना येशू ख्रीष्टका चेलाहरूमध्येका एकजना पनि होइन है। अनि येशू ख्रीष्ट जब यो पृथ्वीमा आउनुभयो, पावल येशू ख्रीष्टसँग भेटघाट गरेको व्यक्ति पनि होइन है। अनि बाइबलमा हामीले यस्ता धेरै पात्रहरू देख्न सक्छौँ जसले आफ्नो बलिदान येशू ख्रीष्टको निम्ति र येशू ख्रीष्टको कामको निम्ति, सेवाको निम्ति अगाडि कदम चाल्दै गर्दाखेरि उहाँले आफ्नो ज्यानको बाजी लगाएर आफ्नो प्राणलाई बलिदान गरेको कुराहरू पनि हामीले धेरै देख्न सक्छौँ। र मलाई बाइबलमा धेरै पात्रहरूमध्येमा मनपर्ने पात्र भनेको चाहिँ हाम्रो पावललाई चाहिँ मलाई एकदमै मनपर्छ। किनकि उहाँ पहिला चाहिँ यहुदी हुनुहुन्थ्यो। पावल यहुदी जातिको एकदमै कट्टरपन्थीको व्यक्ति पनि हुनुहुन्थ्यो, धर्मगुरु हुनुहुन्थ्यो। उहाँलाई चाहिँ यहुदी विषयमा चाहिँ धेरै कुरा पावललाई थाहा थियो है। अनि जब पावलले क्रिस्चियनहरूलाई सताउनुहुन्थ्यो, दुःख दिनुहुन्थ्यो, कष्ट दिनुहुन्थ्यो, उहाँ सानसुन्ने व्यक्ति हुनुहुन्थेन पावल है। स्थानीय सरकारबाट अनुमति पत्र लिएर चाहिँ क्रिस्चियनलाई सताउने व्यक्ति हुनुहुन्थ्यो पावल है। पावलको विषयमा हामीले धेरै कुरा जान्न सक्छौँ अनि बुझ्न सक्छौँ। अनि पावलले यो पत्र लेख्दै गर्दाखेरि मिनिमम 3 महिनाको अवधिभित्र एकदमै दुःख र कष्टको साथमा यो पत्र लेख्नु भएको छ है। अनि यो पत्र लेख्दै गर्दाखेरि रोमको मण्डलीमा रहेका व्यक्तिलाई चाहिँ लेख्नु भयो है पावलले। अनि जब यो पत्र त्यतिखेरको जब क्रिस्चियनहरूलाई सताउँदै गर्दाखेरि, जब पावल चाहिँ दमस्कसको बाटो हुँदै जाँदै गर्दाखेरि प्रभु येशू ख्रीष्टको दर्शन पावलसँग भएको कुरा देखिन्छ। सायद पावललाई प्रभु येशू ख्रीष्टले खिचेर पनि झापड पनि हिर्काउनु भयो कि त्यहाँदेखि चाहिँ पावल लड्नु भएको पनि हामी देख्न सक्छौँ है। लड्नु भयो तल, अनि आँखाको पाप्रा हुन्छ नि त्यो चाहिँ खसेको कुरा हामी देख्न सक्छौँ। अनि पावलको ज्योति चाहिँ गुमेको हामी देख्न सक्छौँ। त्यहाँदेखि चाहिँ
उनको शारीरिक भौतिक आँखा चाहिँ जो क्रिस्चियनहरूलाई सताउने, ख्रीष्ट येशूको जो मण्डलीलाई चाहिँ दुःख कष्ट दिने जुन उनको भौतिक आँखाहरू थियो, त्यो भौतिक आँखाको जुन दृश्य छ त्यो चाहिँ खसेर आत्मिक आँखा चाहिँ त्यहाँ चाहिँ वृद्धि भएको कुरा हामी देख्न सक्छौँ है। अनि त्यहाँदेखि चाहिँ फेरि पावल चाहिँ त्यहाँदेखि नियुक्त भयो येशू ख्रीष्टमा सेवा गर्नुको निम्ति। अनि सेवा गर्नुको निम्ति उहाँ चाहिँ सिधै कहाँ जानुभयो? रोममा जानुभयो। अनि रोममा जाँदै गर्दाखेरि रोम सहरमा चाहिँ धेरैजना व्यक्तिहरू थिए, त्यहाँ यहुदीहरू थियो, अन्य जातिहरू थियो होइन, अनि क्रिस्चियनहरू पनि थियो। अनि यहुदी जातिहरूले चाहिँ परमेश्वरको विषयमा अर्थात् येशू ख्रीष्टको विषयमा चाहिँ धेरै वाद विवाद गरेर येशू ख्रीष्टलाई चाहिँ विश्वास गर्दैन थियो, विरोध गर्थ्यो। अनि पावल झन् यहुदी कट्टरपन्थीबाट आएको, झन् येशू ख्रीष्टको विषयमा प्रचार गर्दा जाँदै गर्दाखेरि झन् पावलको धेरै विरोध गरेको पनि देखिन्छ। अनि त्यहाँ रहेका क्रिस्चियनहरू होइन, क्रिस्चियनहरूलाई पनि यो कुराहरू चाहिँ उत्साह हौसला दिनको लागि यो पत्र लेख्नुभयो। अब तपाईँ र मैले वचनको शीर्षकमा जाँदै गर्दाखेरि रोमी 1को 18 देखि 32 सम्म हेर्दै गर्दाखेरि 18बाट नै अब हामीले सुरु गर्नुपर्ने हुन्छ। अनि आजको वचन चाहिँ तितो पनि छ, मिठो पनि छ, चर्को पनि छ, पिरो पनि छ है। अनि कतिलाई लाग्न सक्छ होला मलाई घोषेर भन्यो भने, मैले घोषेर भनेको होइन, बाइबलले जे भन्छ त्यही नै हामीले भन्नुपर्ने हुन्छ है। अनि कतिजनाले वचन सुन्दै गर्दाखेरि ओहो मेरो लागि घोषेर भन्यो, यसले नभन्नु होला, नसोधिदिनु होला, किनकि परमेश्वरको वचन दुई धारे तरबार छ होइन। त्यसले काट्छ पनि, त्यसले छाड्छ पनि, त्यसले चाहिँ असल बाटोमा पनि लान्छ पनि है। अब 18मा हामीले हेर्दै गर्दाखेरि त्यहाँ के पाउँछौँ भन्दाखेरि परमेश्वरको क्रोध ती मानिसहरूका सारा भक्तिहीनता र दुष्टताको विरुद्ध स्वर्गबाट प्रकट भएको छ, जसले सत्यतालाई तिनीहरूको अधर्मले के गरेको छ? दबाइराखेको छ। सत्य को हुनुहुन्छ? येशू ख्रीष्ट हुनुहुन्छ होइन। हामीले यूहन्ना 14को के अरे 6को यूहन्ना 14को 6मा हेर्ने भने येशूले भन्नुभयो बाटो सत्य र जीवन म हुँ होइन। अनि सत्यलाई तिनीहरूको अधर्मले दबाइराखेको कुरा हामीले देख्न सक्छौँ। जसरी ख्रीष्टको सुसमाचारमा परमेश्वरको धार्मिकता प्रकट भएको छ, त्यसरी नै सारा भक्तिहीनता र मानव जातिको विरुद्धमा, त्यहाँ चाहिँ दुष्टताको विरुद्धमा चाहिँ परमेश्वरको क्रोध स्वर्गबाट चाहिँ प्रकट भएको कुरा हामीले पाउँदछौँ। अनि मूल र ठुलो पाप भनेको के हो त भन्दाखेरि भक्तिहीनता। भक्तिहीनता भनेको जसले परमेश्वरको आराधना नगर्ने, पूजा नगर्ने होइन, परमेश्वरको कुनै पनि कार्यमा नहिँड्नेलाई त्यसलाई चाहिँ भक्तिहीनता भन्ने कुरा चाहिँ हामीले पाउँदछौँ है। अनि ती मानिसहरूले चाहिँ के गर्दथे? परमेश्वरको आराधना गर्दैनथे अनि पूजा चाहिँ गर्दैनथे। अनि परमेश्वरको क्रोध त्यतिखेर चाहिँ त्यो अवस्थाबाट आएको हामीले देख्न सक्छौँ। अनि भक्तिहीनताको अर्थ यो पनि हो कि परमेश्वरलाई दिनुपर्ने महिमा, परमेश्वरलाई राख्नुपर्ने स्थानमा धेरै मानिसहरूले चाहिँ आफैलाई राखेको कुरा पनि देख्न सक्छौँ है। कतिजनाले म भन्छन् होइन। अनि हामीले देख्न सक्छौँ क्रिस्चियन इतिहासमा पनि। अनि कतिजना मानिसहरूले चाहिँ ठुल्ठुलो चङ्गाइको सभा गरिराखेको हुन्छ होइन। त्यहाँ चाहिँ मैले देख्छु धेरै मानिसहरूले चङ्गाइको सभा गरिराखेको हुन्छ, प्रार्थना गरिराखेको हुन्छ। अनि त्यहाँ चाहिँ येशू ख्रीष्टको प्रशंसा भइराखेको हुँदैन क्या। जो व्यक्तिले प्रार्थना गरेर त्यो व्यक्तिले चाहिँ चङ्गाइ गरेको हुन्छ येशूको नाउँमा, तर त्यो व्यक्तिको चाहिँ बढी के हुन्छ? प्रशंसा भइराखेको हुन्छ। अनि त्यहाँदेखि उसले चाहिँ परमेश्वरलाई येशू ख्रीष्टलाई दिनुपर्ने महिमा उसले नदिएर चाहिँ आफैलाई लिइराखेको हुन्छ। त्यस कारणले गर्दाखेरि कतिपय कुराहरूमा चाहिँ हामीले चाहिँ विचार गर्नुपर्ने, होस पुर्याउनु पर्ने कुराहरू पनि यहाँ छ है। अनि त्यस कारणले गर्दाखेरि हामीले चाहिँ परमेश्वरलाई दिनुपर्ने महिमा, अगर यदि हामी कसैलाई चङ्गाइ अगर यदि प्रार्थना गर्दैछौँ भने त्यो मेरो कारणले भयो भनेर चाहिँ हामीले भन्ने होइन कि। किनकि जुन प्रार्थना हामीले येशूको नाउँमा गर्दैछौँ त्यो चाहिँ येशूको के अरे येशूको महिमा हुनुपर्छ। थाहा छ तपाईँलाई एउटा इन्डियाको के अरे पन्जाबको साधु सुन्दर सिंहको विषयमा तपाईँ र मैले सुनिराखेका थियौँ। साधु सुन्दर सिंहको छाया र पर्छाइ पर्दाखेरि पनि मानिसहरू भूतात्मा दुष्टात्मा लागेका मानिसहरू डराएर भाग्थे होइन। उहाँको छाया र पर्छाइ पर्दै गर्दाखेरि प्रियहरू धेरै मानिसहरू निको हुन्थ्यो। तर त्यो गर्दै गर्दाखेरि धेरै मानिसहरूले चाहिँ साधु सुन्दर सिंहलाई चाहिँ के गर्नुभयो?
परमेश्वरलाई दिनुपर्ने महिमा साधु सुन्दर सिंहलाई नै दिएको कारणले गर्दाखेरि उहाँले चङ्गाईको सभा छोडेर चाहिँ उहाँले सुसमाचार कार्यहरूमा लाग्नु भएको पनि देखिन्छ। त्यस कारणले गर्दाखेरि हामीले धेरै कुरामा विचार गर्नुपर्ने, हामीले कुन अवस्थामा दिएका छौँ है। हामीले चाहिँ चङ्गाईको सेवा गर्दै गर्दा, प्रार्थना गर्दै गर्दाखेरि हो हामीले चाहिँ त्यो हामीले यसुले चाहिँ हामीलाई त्यो वरदान दिनुभएको छ, चङ्गाई गर्नुपर्छ, तर हामीले चाहिँ प्राथमिकता हामीले के गर्नुपर्छ, परमेश्वरलाई नै दिनुपर्छ त्यसको स्रोत। आमेन। अनि यस्ता मानिसहरू छन् जसले आफैलाई चाहिँ परमेश्वरको स्थानमा राखेको कुरा पनि देखिन्छ है। अनि परमेश्वरको स्थानमा राख्नु आफैलाई चाहिँ कहाँसम्मको त्यो कुरा हुन्छ। आज संसारमा धेरै मानिसहरूले भन्छ मैले गर्दाखेरि है, मैले गर्दाखेरि यो भएको भन्छ नि ठुल्ठुलो अब के अरे राजनीतिको क्षेत्रमा लागेका ठुल्ठुला व्यक्तिहरूले मैले गर्दाखेरि देश यस्तो भएको छ, मैले गर्दाखेरि भन्छ, तर आफैलाई अहमतामा राखेको हुन्छ। तर हामी ख्रीष्ट येशूमा विश्वास गर्ने व्यक्तिले चाहिँ के गरेका हुन्छौँ, तर ख्रीष्ट येशूको कारणले, परमेश्वरको कृपाको कारणले गर्दाखेरि हामीले यो गर्न सम्भव भयौँ भन्ने कुरा त्यहाँबाट हामी चाहिँ गइराखेका हुन्छौँ। अब नम्बर 1 मा चाहिँ सृष्टिले नै परमेश्वरको अस्तित्व देखाउँछ। रोमी 1 को 19 देखि 21 सम्म हामीले त्यसलाई पाठ गरौँ। परमेश्वरको विषयमा जान्न सकिने कुरा तिनीहरूमा प्रष्टै छ, किनकि परमेश्वरले तिनीहरूलाई त्यो कुरा देखाइदिनु भएको छ। 20 मा उहाँको अदृश्य गुण अर्थात् उहाँको अनन्त शक्ति र ईश्वरीय स्वभाव संसारको सृष्टिदेखि नै बनाइएका थोकहरूमा छर्लङ्गै देखिएको छ है। यसैले यिनीहरूलाई कुनै किसिमको बहाना छैन, किनकि परमेश्वरलाई चिनेर पनि तिनीहरूले परमेश्वरलाई महिमा दिनुपर्ने कुरा दिएन, न त धन्यवाद नै चढाए, तर तिनीहरूको विचारमा बेकाममा भए र तिनीहरूको मूर्ख मन चाहिँ अझ अँध्यारो भएन भनेर चाहिँ यहाँ गएको छ। वचन स्पष्टै छ। संसारको मानिसले चाहिँ आज परमेश्वरलाई चिनेर पनि परमेश्वरले यो कुराहरू छर्लङ्गै देखाइदिनु भएको छ, देख्न सक्ने कुराहरू, तर परमेश्वरलाई दिनुपर्ने महिमा मानिसले दिँदैन क्या। एकदमै गाह्रो अवस्था पुगिराखेको छ संसार, कहाँबाट कहाँ पुगिराखेको छ होइन। जस्तै हामीले हेर्ने भने संसारको सृष्टिबाट परमेश्वरको अस्तित्व र शक्ति र ईश्वरीय स्वभाव छर्लङ्गै देखिएको कुरा हामीले पाउँदछौँ। जस्तो तपाईँ र मैले विचार गर्नुपर्ने कुरा, यो संसारमा हिमाल, तराई, पहाड होइन, खोला नालाहरू, विभिन्न प्रकारका जल जन्तुहरू होइन, अनि पशु पन्छीहरू, विभिन्न प्रजातिका प्राणीहरू, फुल फलफुलहरू हामी देख्न सक्छौँ। हामी मानव जातिलाई पनि हामीले देख्न सक्छौँ। कोही गोरो छ, कोही कालो छ, कोही साङ्गो छ होइन, कोही रातो बन्नाको छ, विभिन्न प्रजातिका कुराहरू छन्। अनि यस्ता कुरालाई चाहिँ हामीले चाहिँ विचार गर्नुपर्ने कुरा के हो भनेदेखिलाई परमेश्वरले नै बनाउनु भयो सबै कुरा। आज तपाईँ र मैले हेर्ने एउटा विज्ञान, एउटा साइन्टिफिक व्यक्तिहरूले चाहिँ परमेश्वरको अस्तित्वलाई स्वीकार गर्न सक्दैन है। परमेश्वरको अस्तित्वलाई स्वीकार गर्न सक्दैन। साइन्टिफिक भनेको एउटा नास्तिक भनेको परमेश्वर नै छैन भन्ने कुरा त्यतातिर जान्छ। विज्ञानले आज चुनौती दिने कुराहरू भइराखेको छ प्रिय होइन। विज्ञानले कहाँसम्मको चुनौती दिन्छ, मैले अध्ययन गर्दै थिएँ विज्ञान र बाइबलमा चाहिँ हेर्दै गर्दाखेरि बाइबलको दृष्टिकोणमा विज्ञान एक भाग पनि छैन है। विज्ञानले के गर्छ, पृथ्वीमा भएका भौतिक कुरालाई चाहिँ उसले पत्ता लगाएको छ, तर बाइबलले पृथ्वीमा नभएका हरेक कुराहरू चाहिँ त्यसले सृष्टि गरेर देखाइदिएको छ होइन। अनि मैले अस्ति सामाजिक सञ्जालमा पनि मैले हेर्दै थिएँ कि एउटा अहिले यस्तो टेक्नोलोजी प्रविधि आएको छ कि के अरे एउटा विज्ञानले चाहिँ यस्तो प्रविधि सुरु गरेको छ जो स्त्रीको गर्भबाट चाहिँ बच्चा जन्मिनु बाइबलले चाहिँ त्यो सम्भव कुरा देखाउँछ। स्त्री बाहेक अरू कुनै पनि मानव जातिबाट चाहिँ हुँदैन भन्ने कुरा चाहिँ बाइबलले गर्छ, तर बाइबललाई चाहिँ विज्ञानले चुनौती दिएको कुरा हामीले देख्न सक्छौँ। एउटा मिसिन बनाएको छ गर्भ, स्त्रीको गर्भ, अनि त्यो गर्भमा चाहिँ एउटा मानवको सृष्टि भएको छ, अनि मानवै उत्पन्न भएको छ क्या त्यसबाट। अनि त्यो कुरा उत्पन्न हुँदै गर्दाखेरि तिनी पछि गएर चाहिँ तिनीहरूले के गर्छ, पवित्र आत्माको चाहिँ फिलिङ्सलाई तिनीहरूले बुझ्दैन, परमेश्वरको आत्मालाई तिनीहरूले चाहिँ फिलिङ्स गर्न सक्दैन, त्यतिसम्मको गएको छ। अनि विज्ञानले संसारमा भएका भौतिक कुरालाई पत्ता लगाएको छ, थाहा गरेको छ, तर एउटै कुरा मात्रै उसले चाहिँ पत्ता लगाएको छैन,
त्यो के हो भन्दै गर्दाखेरि मानिसलाई बनायो, रोबोटलाई बनाइदियो होइन, अक्सिजनलाई पनि उसले बनाइदियो, सबै कुरालाई चाहिँ दिएको छ, बाइबललाई चुनौती दिएको छ। तर एउटै कुरालाई मात्र उसले चाहिँ बनाउन सकेको छैन, त्यो ढुङ्गा र माटोलाई होइन। विज्ञानले ढुङ्गा र माटोलाई चाहिँ बनाउन सकेको छैन, तर बाइबलले चाहिँ सबै कुरालाई चाहिँ बनाइदिएको छ। आज यसबाट हेर्दै गर्दाखेरि आज साहित्यिकहरूले पनि धेरै मानिसले चाहिँ विश्वास गर्दैन परमेश्वर हुनुहुन्छ भनेर। त्यसकारणले गर्दाखेरि हामीले चाहिँ बुझ्नुपर्ने कुरा भजन सङ्ग्रह 19:1 हामीले देख्न सक्छौँ। त्यहाँ एकदमै स्पष्ट तरिकाले वचनले हामीलाई भनेको छ। भजन सङ्ग्रह 19:1 है, 19:1 कीर्तिमा परमेश्वरको महिमा र उहाँको व्यवस्था, आकाशले परमेश्वरको महिमाको वर्णन गर्छ, तारा मण्डलले उहाँको हातको सिपको घोषणा गर्छ। वचन स्पष्टै छ होइन। विज्ञान कहाँ छ र बाइबल कहाँ छ भन्ने कुरा हामीले चाहिँ यहाँबाट देख्न सक्छौँ। त्यसकारणले गर्दाखेरि मानिसको जुन अधर्म छ, दुष्टता छ, त्यसले सत्यतालाई के गरेको छ, दबाइराखेको छ, सत्यतालाई भ्रष्ट हुन चाहिँ दिएको छैन। अनि हामीले यो कुरा चाहिँ 21 हामीले देख्न सक्छौँ। 21 पदमा परमेश्वरलाई चिनेर पनि मानिसले उहाँलाई इन्कार गरेका छन्, तापनि परमेश्वर हुनुहुन्छ भन्ने सबै मानिसहरूले केही मात्रामा चाहिँ के गर्छन्, विश्वास गर्छन्। सृष्टि नै हो भनेर त विश्वास गर्छन्, तर सृष्टिकर्तालाई मानिसहरूले चाहिँ इन्कार गरेको कुरा देख्न सक्छौँ। अनि यसमा सबैजनाको ज्ञान छ, संसारमा सबै कुराहरू छ भन्ने ज्ञान छ, तर जुन सृष्टिकर्ताले सृष्टि गरेर रचना गर्नुभयो त्यो सृष्टिकर्तालाई के गरेको छ, इन्कार गर्ने कुराहरूतिर मानिस गइराखेको छ। अनि त्यसकारणले गर्दाखेरि तिनीहरूको समाज अन्धकारतिर अँध्यारो चाहिँ भएको छ, तिनीहरूको मूर्ख विचारहरू, मूर्ख मन चाहिँ अँध्यारो भएको छ, अन्धकारतिर गइराखेको छ भन्ने कुरा हामीले एफिसी 4:17 हामीले पाउँदछौँ। एफिसी 4:17 अब म यो जोड दिएर प्रभुमा भन्दछु र गवाई दिँदछु कि अन्य जातिहरू जसरी तिनीहरूका विचारको व्यर्थमा जिउँदछन् त्यसरी तिनीहरू अबदेखि नजिउ। होइन, अन्य जातिहरू आफ्नो विचारको व्यर्थतामा जिउँछन्, जो परमेश्वरलाई नचिनेका व्यक्तिहरू होइन, परमेश्वरका कुनै पनि कुरालाई उनले स्वीकार गर्न सक्दैनन्। अनि 18 तिनीहरूका हृदयको कठोरताले ल्याएको तिनीहरूको अनज्ञताको कारणले तिनीहरू परमेश्वरको जीवनदेखि बिराना भएका छन् र तिनीहरूको समाज अन्धकारले भरिएको छ। वचन स्पष्टै छ। त्यसकारणले गर्दाखेरि मानिसले चाहिँ के गर्छ, मानिस चाहिँ आफ्नै चालमा आफ्नै इच्छामा हिँड्न पाऊँ भनेर चाहिँ स्वतन्त्र भएर चाहिँ परमेश्वरको हरेक अस्तित्वलाई चाहिँ मानिसले चाहिँ अस्वीकार गरेको छ। त्यो अस्वीकार गरेको कारणले गर्दाखेरि आज धेरै मानिसहरूको मन आज अधर्म दुष्ट भइराखेको छ। हामीले यो कुरालाई विचार गर्नुपर्ने। अनि नम्बर 2 उनीहरूले परमेश्वरले उनीहरूको काम वासनालाई छोडिदिनु भयो। रोमी 1:22-23 पद अनुसारमा है यहाँ हेर्न सक्नुहुन्छ। अनि बुद्धिमान छु भन्ने दाबी गरे तापनि तिनीहरू मूर्खै भए। हेर्नुहोस् है, संसार कति बुद्धिमान छु भनेर आफैलाई चाहिँ उचालेको हुन्छ, तर परमेश्वरको दृष्टिमा चाहिँ के छ, तिनीहरू मूर्ख नै छन् है। अनि हामीले 23 हेर्ने भने तिनीहरूले विनाशी मानिस, चराचुरुङ्गे, चारखुट्टे जनावर र घसन्ने जीवहरूका मूर्तिका रूपसँग अविनाशी परमेश्वरको महिमालाई साटफेट गरे। अब हेर्नुहोस्, मानिस कहाँसम्म पुगेको छ त, परमेश्वरको जीवित हुनुहुन्छ भनेर आराधना र पूजा गर्नुपर्ने ठाउँमा एउटा परमेश्वरले सृष्टि गर्नुभएको एउटा आकृतिलाई, एउटा वस्तुहरूलाई, एउटा चाहिँ भनौँ खोला नालाहरूलाई चाहिँ मानिसहरूले त्यतातिर गएर पुजिराखेको छ है। यसकारणले तिनीहरूले परमेश्वरको पूजा गर्नुको सट्टामा मूर्तिलाई चाहिँ पूजा गरिराखेको देखिन्छ। अनि केही विशेषता मानिसहरू छन् अनि आकृति नभएका यस्ता कुरालाई चाहिँ मानिसहरूले पुजिराखेको छ। अनि यो चाहिँ संसारको बुद्धिमानी के, जो सासै छैन, त्यसमा कुनै आकृति नै छैन, गएर त्यसमा मानिसहरूले चाहिँ ढोगिराखेको छ। अस्ति हाम्रो एउटा कुराकानी हुँदै थियो, हाम्रो जेम्स भाइ र हाम्रो चाहिँ विजयज्यूसँग एउटा पिके फिल्म, हिन्दीको पिके फिल्म हेर्नुहुन्छ होइन, कसैले लगेर एउटा ढुङ्गा र
ऊ राखिदियो भने तपाईँले चाहिँ ढुङ्गा लगेर अनि अबिर हालेर कसैले पैसा राखिदियो भने त्यसैलाई चाहिँ के गर्छ, मान्छेले चाहिँ ढोगिराखेको हुन्छ यही ईश्वर हो भनेर, हो कि? त्यही प्रविधिबाट आज तपाईँ र म आएको होइन, तपाईँ र मैले चाहिँ परमेश्वरलाई चिन्नु नचिन्दै गर्दाखेरि हामी पनि त्यही अन्धकारमा थियो नि त, हो कि? यही ईश्वर हो भनेर चाहिँ हामी गएको थियौँ, म पनि कति गएको थिएँ, उद्धार मुक्ति कहाँ छ, जीवन कहाँ छ भन्ने कुरा हामी खोजी त गरिराखेका थियौँ, तर एउटा ईश्वर एउटा निर्जीव वस्तुतिर हामी चाहिँ गइराखेका थियौँ। त्यस कारणले गर्दाखेरि आज प्रियहरू परमेश्वरलाई चिनेर पनि मानिसहरूले चाहिँ चिन्न नसकेको कारण यहाँ छ, यसैमा छ। त्यस कारणले गर्दाखेरि पावलले कोरिन्थको मण्डलीलाई चाहिँ भन्नुहुन्छ कि के अरे क्रुसको सन्देश नष्ट भइराखेकाहरूको निम्ति मूर्खता हो, तर हामी उद्धार पाइराखेकाहरूको निम्ति परमेश्वरको शक्ति हो भनेर चाहिँ पावलले चाहिँ यहाँ हामीलाई दिनुभएको छ। पहिलो कोरिन्थी 1:18 है, पहिला कोरिन्थी 1:18 कृष्ण परमेश्वरको ज्ञान र शक्ति है, किनकि नष्ट भइराखेकाहरूको निम्ति क्रुसको सन्देश मूर्खता हो, तर हामी उद्धार पाइराखेकाहरूको निम्ति परमेश्वरको शक्ति हो भनेर चाहिँ यहाँ भनेको कुरा हामी पाउँछौँ। आज क्रुसको हरेक सत्यतालाई मानिसले इन्कार गर्छ होइन। आज एकजना अस्ति नै पहिला मेरो चाहिँ एकजना भाइले चाहिँ, हाम्रो हिन्दू भाइले चाहिँ मलाई एउटा प्रश्न गर्यो, त्यो तेरो यसो चाहिँ त्यो मरेको यसो चाहिँ किन त्यो काठमा गएर यसरी किन चाहिँ झुन्डिएर त्यो दुईटा हातमा खुट्टामा काटी ठोकेर किन मरेको, त्यो चाहिँ किन चाहिँ त्यस्तो, किन त्यसले गल्ती नगरेको भए त्यतिकै मर्ने थियो, त किन मार्ने थियो त्यसलाई भनेर चाहिँ त्यसले मलाई प्रश्न गर्नुभएको थियो त्यो भाइ। अनि मैले भने यसको अर्थ के हो, संसारका सबै मानिसलाई चाहिँ यसो क्रिस्टले अँगाल्नु भयो, प्रेम गर्नुभयो है, प्रेम गर्नुभएको संसारका, किनकि यूहन्ना 3:16 हामीले पाउँदछौँ नि त, किनभने परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो है, संसारका सबै मानिसलाई चाहिँ प्रेम गर्नुभयो। अनि त्यो क्रुसको सन्देशलाई चाहिँ मानिसले चाहिँ के गर्छ, मूर्खता ठान्छ, तर बुझेको छैन, मूर्खता ठानिराखेको छ। तर आज त्यो येशू ख्रीष्ट चाहिँ किन मर्नु भयो भन्ने कुरा चाहिँ मानिसले चाहिँ बुझ्न सकेको छैन। अगर यदि बुझियो भने चाहिँ ती मानिसहरू येशू ख्रीष्टको चरणमा अवश्य पनि आउँछन् र येशू ख्रीष्टलाई हामीले फिलिपी 2:9-10 चाहिँ हामीले हेर्ने भने सास हुने हरेक प्राणीले येशूको नाममा घुँडा टेक्नुपर्छ भनेर चाहिँ त्यहाँ भनेको छ। त्यही पद अनुसारमा तिनीहरूले स्वीकार गरिराखेका हुन्छन् है। हामीले चाहिँ अब 1:24 यसकारण परमेश्वरले तिनीहरूका हृदयको काम वासनाको अशुद्धतामा छोडिदिनु भयो कि तिनीहरूले आपसमा आफ्ना शरीरको अनादर गरून्। त्यसकारणले परमेश्वरले यी दुष्ट मानिसहरूलाई के गर्नुभयो, उहाँले तिनीहरूलाई छोडिदिनु भयो र तिनीहरूकै पापमय स्वभावमा उहाँले तिनीहरूलाई रहन दिनुभयो। अब तपाईँ र मैले यो 24 पद अनुसारमा हामीले के कुरालाई बुझ्न सक्छौँ भने, यसकारण परमेश्वरले तिनीहरूलाई तिनीहरूका हृदयको काम वासनाको अशुद्धतामा छोडिदिनु भयो, तिनीहरूले आपसमा आफ्ना शरीरको अनादर गरून्। अब यहाँबाट तपाईँ र मैले चाहिँ के कुरालाई बुझ्नु पर्यो भने, आज हामीले कतिपय कुराहरू हामीले चाहिँ उत्पत्तिको पुस्तकमा हामीले हेर्न सक्छौँ। आदम र हव्वालाई परमेश्वरले एउटा फल राखिदिनु भयो नखानु भनेर होइन, तर हव्वाले गएर चाहिँ के गरिदिनु भयो, त्यो फलको चाह गरेर चाहिँ खानुभयो। अब त्यहाँ पहिला त परमेश्वरले चुनौती दिनुभएको थियो नि त, हो कि? चुनौती दिनुभएको थियो, एउटा सूचना दिनुभएको थियो, नखाऊ, जुन दिन यो फल तिमीले खान्छौ त्यो चाहिँ त्यस दिन चाहिँ तिमी मर्छौ भनेर भन्नुभयो। अब परमेश्वरले बाइबलमा कतिपय कुराहरू हामीलाई नगराइयो है, यो ठाउँमा नजाऊ भनेर के अरे जानकारी दिनुभएको छ, तर हामी अटेरी भएर चाहिँ गइराखेका हुन्छौँ, खाइराखेको हुन्छौँ, पिइराखेका हुन्छौँ। अनि खाइराखेको हुन्छ अनि त्यसको सजाय पाउँदै गर्दाखेरि परमेश्वरले त मलाई रोक्नु भएन नि त भन्ने तर्क वितर्क गर्छ होइन। परमेश्वरले किन रोक्नु भयो? ए बाबा, परमेश्वरले त सूचना दिनुभएको छ नि त नगर भनेर होइन, तर उनीहरूको मनको अशुद्धताको कठोरको कारणले गर्दाखेरि उनीहरूलाई आफ्नै इच्छामा परमेश्वरले छोडिदिनु भयो के। कतिपय कुराहरू हामीलाई परमेश्वरले नगर भनेको चाहिँ नगर्दा हामी अटेरी भएर गलत ठाउँमा गलत कदम र गलत बाटो चुनेर अगाडि यदि हामी हिँड्छौँ भने परमेश्वरले नगर बाबु यो होइन भनेर चाहिँ आएर हाम्रो हात खुट्टा समातेर उहाँले चाहिँ बाँधेर राख्नु है, उहाँले चाहिँ सूचना
सूचना दिनुभएको छ। हाम्रै मनको इच्छामा चाहिँ परमेश्वरले चाहिँ छोडिदिनुहुन्छ। संसारको मानिसहरूलाई पनि यही गर्नुहुन्छ, ती यहुदी जातिहरूलाई पनि के अरे परमेश्वरले यही गर्नुभयो। सूचना दिनुभयो, जानकारी दिनुभयो, तर तिनीहरूलाई चाहिँ रोकेर राख्न सक्नु भएन परमेश्वर, होइन? उहाँले चाहिँ जानकारी त दिनुभयो, सूचना दिनुभयो, तर अटेरी भएर यस्तो विरोध गर्नेतर्फ लाग्यो भने गरौँ भनेर त्यो तर्क वितर्क चाहिँ परमेश्वरले त्यसरी छोडिदिनु पर्यो। अब हामीले चाहिँ एफिसी 4:19 हामीले हेर्यौँ भने त्यहाँ पाउँदछौँ, तिनीहरू कठोर भएका छन् र हर किसिमका अशुद्ध काम गर्ने लालसामा परेर तिनीहरू छाडा भएका छन्। अब हेर्नुहोस्, एफिसी 4:19 एकदमै भन्छ तिनीहरू कठोर भएका छन्। अब के कुराले कठोर बनाए त भन्दाखेरि तिनीहरूकै मनको लालसाले चाहिँ तिनीहरूलाई कठोर बनाए, अन्धकारको शक्तिले कठोर बनाए, होइन? जो परमेश्वरको प्रेमलाई बुझ्न नसक्ने, परमेश्वरको प्रेमलाई चाहिँ असल आँखाले चाहिँ आत्मिक आँखाले देख्न नसक्ने, होइन? अन्य जातिहरू जसरी तिनीहरूको विचारको व्यर्थतामा जिउँछन् त्यसरी तिमीहरू अबदेखि उसो नजिउ। परमेश्वरले तिनीहरूलाई चाहिँ आफ्नै हृदयको काम वासनामा चाहिँ छोडिदिनु भयो। अब नम्बर 3 मा मूर्ति पूजा गर्नु भक्तिहीनताको मुख्य प्रमाण, है? मूर्ति पूजा गर्नु भक्तिहीनताको मुख्य प्रमाण हो रोमी 1:25 पद अनुसार, किनकि तिनीहरूले परमेश्वरको सत्यतालाई झुटसँग साटेर सदा सर्वदा परमधाम्य सृष्टिकर्तालाई त्यागेर बरु सृष्टि गरिएका थोकहरूको पूजा र सेवा गरे। अब हेर्नुहोस्, मूर्ति पूजा गर्नु आफ्नो कल्पनाको झुटको पछि पनि लाग्नु, है? कल्पनाको झुटको पछि कतिपय कुराहरू हामी कबुमा आएका विश्वासीले पनि एउटा विचार गर्नुपर्ने कुरा के हो भनेदेखिलाई हामीले कल्पना डुबेर कस्तो कुराहरू हामी सोच्छौँ, होइन? कल्पनामा कतिपय कुराहरू डुबेर बाइबलको वचनसँग तुलना गर्नु हुँदैन, भावनामा बग्किएका हुन्छौँ। त्यो गर्नु भनेको के हो? मूर्ति पूजा गर्नु, भक्तिहीनता, परमेश्वरको वचनबाट बाहिर जानु, होइन? त्यसकारणले त्यो कल्पनाको पछि पनि हामी डुब्नु हुँदैन। अनि मूर्ति पूजा गर्नु चाहिँ परमेश्वरको विरुद्धमा भएको प्रथम सबैभन्दा ठुलो चाहिँ पाप हो, होइन? त्यो आफैलाई चाहिँ पहिलो स्थानमा राख्ने, हरेक कुरालाई चाहिँ पहिलो स्थानमा राख्ने। अनि यहाँ पापको विरुद्धमा परमेश्वरले चाहिँ 10वटा ठुला आज्ञाहरू मध्येमा चाहिँ हामीलाई चाहिँ पहिला 2वटा आज्ञाहरू दिनुभयो, है? 2वटा आज्ञा दिनुभयो। प्रस्थान 20:3 4 सम्म जब तपाईँ र मैले हेर्छौँ भने त्यहाँ चाहिँ के लेखेको छ भने म बाहेक कुनै देवी देवताहरू नमान्नु, तिनीहरूको आकृतिप्रति मूर्तिहरू नबनाएर तिमीहरूले के गर्नु नबुझ्नु भनेर चाहिँ त्यहाँ भनेको छ। अब हामीले यहाँबाट बुझ्नुपर्ने कुरा के हो त भन्दै गर्दाखेरि अब सम्झनु पर्ने कुरा के हो भन्दाखेरि मूर्ति पूजा भनेको ढुङ्गा, माटो र कुनै पनि वस्तुको प्रतिमा बनाएर त्यसलाई काठ ढुङ्गाको प्रतिमा बनाएर त्यसलाई गरेर ढोक्नु मात्रै त्यसको पूजा होइन, होइन? मूर्ति पूजा गर्नु भनेको यो पनि हो कि हामीले परमेश्वरलाई भन्दा अरू कुनै पनि कुरालाई प्राथमिकता दिएर अगर यदि हामी त्यसैमा लागि परेका छौँ भने त्यो चाहिँ मूर्ति पूजा हो। जस्तै अगर यदि परमेश्वरले हामीलाई दिनुभएको कार्य भन्दा अगर यदि बाहिर गएर, जस्तै रुपियाँ पैसा परमेश्वरले त दिनुहुन्छ, तर रुपियाँ पैसाको मोह गरेर अगर हामी त्यसैलाई प्राथमिकता दिइराख्छौँ भने त्यो पनि एउटा मूर्ति पूजा नै हो, है? अनि अर्को कुरा हामीले के कुरालाई बुझ्नुपर्छ भने जस्तो कुनै पनि थोक हुन सक्छ जसलाई परमेश्वरलाई भन्दा अगर यदि बढ्ता हामीले कुनै पनि कुरालाई प्राथमिकता दिइराखेका हुन्छौँ भने त्यो पनि एउटा मूर्ति पूजा हो। जस्तो सृष्टि गरिएका सबै कुराहरू चाहिँ परमेश्वर भन्दा अगर यदि हामी बाहिर रहेर हिँड्छौँ भने त्यो चाहिँ एउटा मूर्ति पूजा नै हो। नम्बर 4 मा अप्राकृतिक यौन सम्बन्धहरू बढे, है? रोमी 1:26 र 27 पदमा स्पष्ट लेखिएको छ, यसै कारण परमेश्वरले तिनीहरूलाई लाजमर्दो कामकर्ताको निम्ति छोडिदिनु भयो। तिनीहरूका स्त्रीहरूले आफ्नो स्वाभाविक व्यवहारलाई अस्वाभाविक व्यवहारमा परिवर्तन गरे। 27 त्यसरी नै स्त्री तर्फको स्वाभाविक व्यवहारलाई त्यागेर एक दोस्रोतर्फ कामकर्ताको
जलानमा पुरुषहरूसितै निर्जल काम गरे र आफ्नै शरीरमा आफ्ना कसुरको उचित दण्ड भोगे। अब रोम सहरमा चाहिँ यो कुरा के थियो भन्दाखेरि स्त्रीले पुरुष तर्फको स्वाभाविक विचारलाई त्यागेर है, अनि पुरुषले स्त्री तर्फको स्वाभाविक विचारलाई त्यागेर पुरुषसँगै समलैङ्गी विवाह भन्छ के हैन, त्यसलाई समलैङ्गी विवाह भन्छ। हाम्रो नेपालमा पनि अहिले के भएको छ, यो समलैङ्गी विवाह गर्नेहरूलाई चाहिँ यो विवाह दर्ता है लाइसेन्स चाहिँ दिएको छ हाम्रो नेपाल सरकारले। एकदमै परमेश्वरको विरुद्धमा ठुलो घोर दुष्ट काम। अनि पावलले पनि यहाँ त्यही भन्नुहुन्छ, प्राकृतिक सम्बन्धहरू भन्छ यसलाई। अनि यो सम्बन्ध जुन छ यो परमेश्वरको विरुद्धमा चाहिँ ठुलो घोर दुष्ट काम, जुन पुरुष र पुरुष सम्बन्ध बिचमा शारीरिक सम्बन्ध राख्नु सम्भव गर्नु भनेको भन्छ यो चाहिँ एकदमै गलत हैन। अनि स्त्रीले चाहिँ गर्ने यो कतिपय कुराहरू यो सामाजिक सञ्जालहरूमा पनि आइराखेको हुन्छ, युट्युबहरूमा पनि यो बढी चाहिँ इन्डियाबाट यस्तो कुराहरू विकृतिका कुराहरू फैलिराखेको छ। अनि इन्डियाबाट आएको कारणले हाम्रो नेपालमा पनि यस्ता कुराहरू भित्रिराखेको छ। अनि यो कुराहरूबाट अगर यदि त्यस्तो छ भने हामी चाहिँ धेरै होसियारी हुनुपर्ने कुरा हामी देख्दछौँ। अनि यस्तो कार्य गर्ने व्यक्तिहरूको जीवनमा परमेश्वरले ठुलो रोग र ठुलो दण्ड चाहिँ सजाय चाहिँ परमेश्वरले दिनुहुन्छ भन्ने कुरा यहाँबाट बुझाएको छ। अब 5 नम्बरमा अनि मनको कठोरता र पापपूर्ण जीवनशैली है, मनको कठोरता र पापपूर्ण जीवनशैली रोमी 1:28 देखि 31 सम्म है, म तपाईहरुको निम्ति त्यसलाई पाठ गर्छु। यसरी परमेश्वरले तिनीहरूलाई मान्यता दिन नचाहेका हुनाले परमेश्वरले तिनीहरूलाई भ्रष्ट मनका अवस्थामा अनुचित आचरणको निम्ति त्यागिदिनु भयो। मानिसको पहिलो पाप चाहिँ सृष्टिको पूजा अथवा सेवा गर्नु हो है। त्यसकारणले गर्दाखेरि परमेश्वरलाई मान्यता दिन नचाहेका हुनाले परमेश्वरले तिनीहरूलाई के गर्नुभयो, तिनीहरूकै मनकै अवस्थामा चाहिँ परमेश्वरले छोडिदिनु भयो। 29 मा तिनीहरू सबै किसिमका बदमाशी, दुष्टता, लोभ, इबिले भरिएका छन्। तिनीहरू डाह, हत्या, झोइ झगडा, बदख्याइले भरिएका हुन्छन् र तिनीहरू पुराउटे हुन्छन्। 30 मा बदनाम गर्ने, परमेश्वरलाई घृणा गर्ने, ढिट, अहंकारी, अभिमानी, दुष्ट कुराहरू रचिने, आमा बुवाको आज्ञा पालन नगर्ने, मूर्ख, विश्वासघाती, निर्दय र क्रूर हुन्छन् भनेर चाहिँ यहाँ भनेको छ। अनि यहाँ पावलले चाहिँ के कुरालाई बुझाउँदै हुनुहुन्छ भन्दाखेरि केही पापका नमुनाहरू चाहिँ यहाँ पावलले दिँदै हुनुहुन्छ कि अरू मानिसहरूका यस किसिमका पापहरूदेखि सजिलै तरिकाले चाहिँ हामीले देख्न सकिन्छ। जस्तो मानिसमा इबी भएको, घमण्डले भरिएको हैन, दुष्ट काम गर्ने यो मानिसले त अब हाम्रो मण्डलीहरूको बिचमा पनि कुनै भाइ बहिनीले अगर यदि यस्तो काम गरेको छ भने कति कुरा हामीले चाहिँ त्यसलाई घृणा गरिराखेको हुन्छ हैन। यस्तो गर्यो मान्छेले, यस्तो गर्छ भन्ने हुन्छ हैन। अनि त्यो हामीमा भएको जुन कुराहरू छ त्यसलाई देख्न, अरूमा भएको कुराहरू देख्न सजिलो हुन्छ, तर हामी आफैमा चाहिँ यो कुरा एकदमै गाह्रो हुन्छ है। अनि बाइबलले भन्छ तिमीले आफ्नो भाइलाई पनि घृणा गर्नु भनेको पनि त्यो पनि एउटा मूर्ति पूजकसँग सम्बन्धित आउँछ। अगर यदि हामीमा भाइलाई प्रेम नगरेर अगर यदि हामी गलत कार्यतिर हामी चाहिँ त्यसलाई मूर्ख भन्नेतिर लागिराखेका छौँ भने हामीले चाहिँ विचार गर्नुपर्ने कुराहरू पनि छ। अगर यदि यही कुरा हामीमा छ भने हामीले चाहिँ सुधार गर्नुपर्ने कुराहरू पनि छ हैन। किनकि परमेश्वरले अधर्मीलाई चाहिँ प्रेम गर्न आउनुभयो, पापीलाई प्रेम गर्न आउनुभयो, धर्मीलाई हैन। किनकि येशू ख्रीष्टले भन्नुभयो म धर्मीहरूको लागि होइन अधर्मीहरूको लागि यो संसारमा आएको हो भनेर चाहिँ भन्नुभयो। त्यस कारणले गर्दाखेरि अगर यदि हामीमा कुनै डाह, ईर्ष्या, दुष्टता, तिक्तता छ भने हामीले चाहिँ साँचो पश्चाताप वृद्धि लिएर एकअर्कालाई प्रेम गरेर अगाडि बढ्नु पनि हुन्छ। अब अन्तमा आएका छौँ निष्कर्षमा है। पापको ज्यादा मृत्यु रोमी 1:32 अनुसारमा यस्ता काम गर्नेहरू मृत्युको योग्य हुन्छ भन्ने परमेश्वरको धार्मिक विधान जान्दै पनि तिनीहरू यी काम गर्ने मात्र होइनन् तर यस्ता गर्नेहरूसँग पूर्ण सहमत पनि हुन्छ है। अनि हामीले यहाँबाट के कुरालाई पाउँदछौँ भने
यस्तो काम गर्नेहरू मृत्युको योग्य हुन्छन्। अब कस्तो काम गर्नेहरू भन्दै गर्दाखेरि जुन परमेश्वरले नचाहेका कुराहरू गर्दै गर्दाखेरि होइन, इबीले भन्ने, जुन अब डाहा ओङ्कारले भन्ने, साँचो प्रस्ताव हृदय लिएर नफर्किने व्यक्तिहरूमा चाहिँ यो चाहिँ मृत्युको योग्य हुन्छ। अनि त्यति मात्रै होइन, एउटा यस्ता काम गर्नेहरूसँग मानिसहरू टाढा रहनुको साटोमा ती मानिसहरूको त्यस्तो सङ्गत पनि गर्छ। अनि कतिले भन्छ हाम्रो मुक्ति घुम्छ कि घुम्दैन भन्ने विचार पनि गर्नुहुन्छ के होइन। अनि हाम्रो मुक्ति घुम्छ कि घुम्दैन भन्ने कुरा अझै हामी कन्फ्युज भइराखेका छौँ होइन। हाम्रो मुक्ति किन घुम्दैन र हाम्रो मुक्ति किन घुम्छ, यो दुईवटा कुरा छ यहाँ होइन। अब धेरैजना प्रभुमा आएर पनि अब यस्तो तान्दिराखेको हुन्छ, यस्तो तान्दिराखेको हुन्छ, त्यो पनि एउटा पापको ज्याला मृत्यु हो कि। अनि प्रभुमा आइसकेपछि उद्धार पाइसकेपछि फेरि व्यभिचारमा फसिराखेको हुन्छ, त्यो पनि एउटा मृत्यु हो होइन। अगर यदि समय छाउन्जरी त, अगर यदि हामीले साँचो प्रस्ताव हृदय लिएर फर्किनु भन्नुको अर्थ के हो त भन्दै गर्दाखेरि जुन बाटोमा हिँड्यौँ होइन, जुन बाटोमा हिँड्यौँ त्यो व्यक्ति ओहो मैले चाहिँ गल्ती गरेछु, मबाट ठुलो गल्ती भयो भनेर चाहिँ प्रभुको चरणमा आएर साँचो प्रस्ताव हृदय लिएर चाहिँ हामी फर्क्यौँ भने हाम्रो मुक्ति घुम्दैन। अगर यदि हामी चाहिँ त्यही अवस्थामा छौँ, सङ्गति पनि आइराखेका छौँ, व्यभिचार पनि गरिराखेका छौँ, दुनियाँ दिवाना हामी गरिराखेका छौँ, नाम मात्रको क्रिस्चियन, नामधारीको क्रिस्चियन भन्छ, तर त्यसको मुक्ति चाहिँ हुन्छ होइन। वचनले स्पष्ट भन्छ। अगर यदि हामी काम गर्न गयौँ भने त्यसको ज्याला के मिल्छ, पैसा मिल्छ नि हामीलाई होइन। दिनमा अब कम्पनीमा भन्ने हो भने त एक दिनमा हाम्रो 50-60 रिङ्गेट कति हुन्छ होइन, 70-80 रिङ्गेट कति हुन्छ, त्यसको ज्याला मिल्छ। त्यस्तै प्रकारले अगर यदि हामी पाप गर्दै हिँड्यौँ भने अर्को त्यसको ज्याला चाहिँ अर्को केही होइन, मृत्यु हो। त्यस कारणले मृत्यु घुम्ने एउटा पक्ष छ भने मृत्यु नघुम्ने अर्को पक्ष छ। मृत्यु नघुम्नको निम्ति तपाईँ निरन्तर प्रभुमा एकदमै वचन अनुसारको अडिट जीवन रहेर तपाईँ हिँड्नुभयो भने, म हिँडेँ भने हाम्रो चाहिँ मुक्ति घुम्दैन है। गरिहाले तापनि साँचो प्रस्ताव हृदय लिएर बेलैमा हामी फर्किनु पर्छ। सङ्गति आइराखेको हुन्छ, व्यभिचार गरिराखेको हुन्छ, जता पाइ त्यतै जीवन जिराखेको हुन्छ भने बाइबलले भन्छ त्यस्ताहरूको सङ्गत नगर। अन्य जाति त गरिराखेको हुन्छ तर तिनीहरूको सङ्गत नगरेर भएन, तर सङ्गत गर्नुपर्छ, सुसमाचार सुनाउनुपर्छ होइन। तिनीहरूको माझमा गइएन भने हामी कसरी सुसमाचार सुनाउँ हो कि। तर जुन आफैले म क्रिस्चियन भाइ हुन्छ, प्रभु येशू ख्रीष्टलाई ग्रहण गरिराखेको हुन्छ तर यस्तो कार्यमा हिँड्छ भने त्यो भाइसँग, त्यस्ता व्यक्तिसँग सङ्गतै नगर भन्छ। त्यस कारणले गर्दाखेरि समय र बेला हुँदै नै चाहिँ के गर्नु पर्यो, हामीले चाहिँ साँचो प्रस्ताव हृदय लिएर हामी फर्किनु। र आजको वचनबाट हामी सबैलाई प्रभुले आशीष दिउँ। आमेन।